के छ रमाइलो भइरहेछ कान्छो? रमाइलो एकदम रमाइलो। पानी डह्रो पर्दिरहेछ त होइन? कहाँ पानी पर्नु, यो त पसिना आएको, यो पसिना है। देखौँ हाम्रो यो पानीले फ्याट पारिदिरहेछ है। पानी यस्तो तालले परिरहेछ आज। झन्डै 1 घन्टा भिज्यो पानीमा। कहाँ सोचे जस्तो रहेछ र हो। मलेसिया त गाह्रो रहेछ नि यार, जङ्गलमा फेरि काम। हेरौँ हाम्रा रुखहरू यस्तो भइदिरहेछ, पानी परिदिरहेछ झ्याम झ्याम। बुटहरूमा पानी पसिसक्यो, शरीर भिजिसक्यो हाम्रो। सबै गर्नु केटा हो, तेल कम्पनीमा चाहिँ नआउनु होइन, गाह्रो पर्छ काम। यस्तो पानीमा भिजेर काम गर्नुपर्छ। काम त यस्तै हो, काम त जहाँ गयो नि ठिकै हुन्छ। कस्तो छ कान्छ काम? काम एकदम बिन्दास। तर पानीमा भिज्नुपर्छ, सापको डर हुन्छ होइन? अब यस्तो हो, यो ज्यानलाई पानी पर्यो भने नपर्यो भने भिज्नु त परिहाल्छ। पानी पर्यो भने अटोमेटिक पानीले भिजाइदिइहाल्छ। त्यही त। पानी परेन भने पसिनाले अटोमेटिक भिजाइदिइहाल्छ। जे जसरी पनि भिज्नु छ भिज्नु छ। घाम लागेर भिज्नु न पानी परेर भिज्नु ठिक मानेको छ मैले त। घाम लागेला गर्मी हुन्छ, अहिले शीत छ होइन? अनि बस्न पाइयो, पानी परेको छ भनेर बस्न पाइयो, विश्राम हुन्छ यार। त्यही हो हाम्रो सुविधा होइन, अरू त यस्तै हो। साप हुन्छन् यत्रा यत्रा डुम्बिनी साप, अजिङ्गर। मैले गोडा देखाउनु त कस्तो थियो? हामीले काम गरेको थियौँ नि। सानो थियो?